Oh my god. I'm Ratan Kaki guys. I'm finally Ratan Kaki. ल सो गाइस अब चाहिँ म निस्किँदैछु हैन सब्सक्राइबर 6 वटा सब्सक्राइबर बढाएर आएको छु हैन बढ्छ कि बढ्दैन अहिले हामी चाहिँ भिन्सेन्ट पार्क आइसकेको छौं हैन हामी दरबारबाट अब पार्क आइसकेको छौं यहाँनिर चाहिँ कृपया टिकट लिएर मात्र प्रवेश गर्नु होला पार्क प्रवेश शुल्क रु 10 विद्यार्थीको लागि रु 5 टिकट चाहिँ फेरि टिकट चाहिँ कहाँनिर हो टिकट कहाँबाट लिने सो गाइस यस्तै छ हैन हामी चाहिँ भित्र छिरिसकेको छौं भिन्सेन्ट पार्कमा टिकट खोइ ड्रोनै रहेछ त्यहाँ त भाइ यहाँ सुटिङ चलिरहेको छ एकदमै ओहो हो सुटिङ भइरहेछ अब यो च्यानल हामीले वाउ 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 यो पनि यो परको यो पारी सबै गोर्खे अरे गाइस ब्राइटनेस मिलाउनु हो यसरी जुम हुन्छ सो गाइस यहाँनिर चाहिँ सायद सुट भइरहेको यहाँ टिकट लिनुपर्ने हो सो यहाँनिर चाहिँ भिन्सेन्ट थापा ड्रोन हो हजुर ओ त्यसले पर्सनल उयो गरेको के भिडियो बनाउनु भन्नु सो गाइज फाइनल्ली भिन्सेन्ट पार्क आइसकेको छौँ हामी चाहिँ होइन यहाँ देख्न सक्नुहुन्छ भिन्सेन्ट पार्क ए हजुर त्यो ड्रोन हो के ड्रोन हो सो गाइस अहिले चाहिँ म किप वाचिङ भन्न चाहन्छु है त सो गाइस फाइनली हामी भिन्सेन्ट पार्कबाट पनि निस्किसकेको छौँ होइन अब चाहिँ हामी यहाँ गाडीमा छौँ अब यहाँनिर हामी बस्नुपर्ने हुन्छ अनि दाइहरूले बसिसक्नु भइसकेको छ अब म पनि बस्नुपर्ने हुन्छ यहाँनिर दाइ अलिक पर जानु ल ल फाइनल्ली अब चाहिँ हामी गाडीभित्र पनि छिरिसकेको छौँ अनि गाडी स्टार्ट भइसकेको छ गीत बज्दैछ दामी म्युजिकमा हाम्रो दाइले ल लाँदै हुन्छ हामीलाई त्यसो ब्याकग्राउन्ड यो छ यहाँको भ्यू है यस्तो दामी छ नि वाउ मेरो मन झुल्यो तिम्रो मनैमा रासै फुल्यो मनैमा मेरो मन झुल्यो तिम्रो मनैमा ए गाइस अब चाहिँ हामी तल के अरे चोक जाँदैछौँ होइन अब जहाँबाट हाथी बजाएर जाँदैछौँ चोक भन्दा नि त त्यही हो नि बसेकै हो माया साथी हो
गुराँसै फुल्यो मनैमा मेरो मन झुल्यो तिम्रो मनैमा गुराँसै फुल्यो मनैमा मेरो मन झुल्यो तिम्रो मनैमा तिम्रो मनैमा मरि मेटी धन कमाउनलाई बेरोजगारी सो गाइज अहिले चाहिँ हामी सनराइज क्याफे जाँदैछौँ है यहाँबाट चाहिँ टक्कर यस्तो छ उकालो भिरालो यस्तो भिरालो छ होइन हामी गाडीमा यस्तो बाटो कच्ची बाटो रहेछ अलिकति जाँदैछौँ थोरै केही खैर केही छैन हामी सनराइज क्याफे जाँदैछौँ त्यो कफी सबै खानको लागि विनोद दाइ अनि आजको दिन कस्तो बित्यो तपाईँको रमाइलो साह्रै रमाइलो भाउजू कस्तो भयो तपाईँलाई चाहिँ आजको दिन भाइसँग घुम्दाखेरि कस्तो लाग्यो मलाई त मजा वाउ यो त कथा त राम्रै कथा आयो त भाउजू कस्तो लाग्यो भने कि अझै घुम्न मन बरु दाइलाई चाहिँ झ्याउ लागेको छ होइन बिहानदेखि गएछु साला बाहिर बसेर घुम्न जाउँ नि भन्दै बाहिरै बसेर लक्की ड्राइभर रहेछ धेरै पाउनुहुन्छ हामी चाहिँ क्याफे आइसकेको हो नि त अनि नानीहरूले तपाईँ पनि जानुपर्छ ल ओके गाइज अब फाइनल्ली वी आर एट सनराइज क्याफे होइन यहाँनिर हामी आइसकेको छौँ सनराइज क्याफे एन्ड रेस्टुरेन्ट रहेछ यहाँनिर चाहिँ होइन यहाँको भ्यू यहाँ देख्न सक्नुहुन्छ भ्यू कस्तो बवाल छ अहिले सनसेट हुन लागिरहेको छ होइन सनराइज भन्दा सनसेट हेर्न आए जस्तो भइरहेछ टक्कर तलको भ्यू चाहिँ बवाल दामी देखिने रहेछ यता पूर्व यता पश्चिम हजुर दाजु र हजुर खेल्नु खालि भाउजू र देवर गर्दा खिच्दै गर्दैछौँ दाइलाई क्यामेराम्यान बनाएको छौँ हामीले अरू बोलिदिनु न भाउजू बस्दिनँ भनिदिनु न हजुर भनिदिनु न And she is little baby. What's your name? My name is Baby. Baby. And we are at Sunrise Cafe. Wow. So guys, finally हामी चाहिँ Sunrise Cafe मा आइसकेको छौँ। यहाँ चाहिँ मेन भनेको कफी सफी जुस रहेछ होइन। खासै त्यहाँबाट चाहिँ बवाल दामी देखिँदो रहेछ भ्यूहरू है। दामी देखिँदो रहेछ। टाउन त्यही होला होइन हामी अघि गएको त्यो हामी जाने टाउन त्यो हो होइन टाउन क्या हामी जाने टाउन चाहिँ त्यो हो त्यो हो नि सो गाइज वी आर एट सनराइज क्याफे है सो गाइस यहाँनिर चाहिँ सनराइज क्याफे है सबैजना गोर्खा आउँदाखेरि चाहिँ यहाँनिर आउन नबिर्सिनु होला होइन विपिन कोइराला भ्लगबाट सबैजनाले आएर विपिन कोइराला भ्लग हेरेर आएको थियो भनेर हुन्छ नि त होइन अझै दामी रहेछ यहाँनिरको उयो चाहिँ भाउजू किन तर्सिनु भएको तपाईँ किन तर्सिनु भएको अरू तपाईँ मोबाइल बिग्रेला भनेर दियो मिसु कम फास्ट एन्ड फोटो खिच्नको लागि चाहिँ दामी रहेछ यहाँनिर झुला 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 में झुलके झुलते रहूंगे मैं दाइ फोटो खिच्नु न यहाँ लु चढ कहाँ डराएको हो अघि त कुना कुनामा चाहिँ अघि त उयसमा चाहिँ नडराउने अहिले चाहिँ डराउने सो गाइज अब चाहिँ मैले मेरो क्यामेरा यहाँनिर बन्द गर्नुपर्ने हुन्छ अनि लास्टमा म के अरे क्लोजिङ भनेको ट्याक्क भनेको भरे रुम पुगेपछि गर्नेछु ओके किप वाचिङ है त म होइन क्या
मोमो खानुपर्छ ल म त पिज्जा खान्छु पिज्जा पिज्जा मिठो हुँदैन पिज्जा मिठो हुन्छ यता हामी पिज्जा यस्तो हुन्छ यो त यस्तो देखाएको मात्र हो नि त फोटोमा यस्तो हुँदैन नि मिठै हुँदैन पिज्जा त नै मिठो हुन्छ मलाई त बाबा मलाई यो खाने बाबा मलाई त यो खाने मलाई त झुला झुले मन लाग्छ झुला झुल्ने के खाने तिमी के खाने झुला झुल्ने कि पिज्जा खाने के गर्ने झुला झुल्ने कि पिज्जा खाने झुला झुले ल पिज्जालाई क्यान्सल गरिदिउँ झुला झुल्नेहरू क्यान्सल पिज्जा क्यान्सल मोमो खाने झुला झुल्ने ल ओके मैले चाहिँ क्या अहिले हामीले खाजा अर्डर गऱ्यौँ होइन मैले चाहिँ अनि के अरे भ्लग बनाउने बित्तिकै चाहिँ क्या खाएको चाहिँ के देखाउनु जस्तो लाग्यो त्यही पनि हामी चाहिँ यहाँनिर अब खाजा खाँदैछौँ होइन आधी उधीभन्दा बढी सकिसकेपछि बनाएको छौँ यहाँ छ अब हाम्रो खाजा यहाँनिर छ नानी भएपछि लास्ट गाह्रो हुँदो रहेछ त्यही भएर मलाई देखाउन मन लागेको क्या दाइ तपाईँलाई कस्तो बिल्ला होइन गाह्रो हुन्छ रेस्पोन्सिबिलिटी बढ्ने भन्छ होइन बच्चाहरू त्यस्तै हो त्यही त भने त मैले चाहिँ के भने त नि ठिक छ म त्यही भएर अहिले छिटै बिहे गरिदिनु अलिक चाहिँ सो गाइस फाइनल्ली अब चाहिँ हामी यहाँबाट निस्कन लागिसकेको छौँ होइन खानासाना भयो अब बिजुली भइसक्यो सनसेट दामी देखिरहेको छ देख्न सक्नुहुन्छ होइन अब चाहिँ हामी यहाँबाट निस्कनु पर्ने हुन्छ अब सबै त पेमेन्ट लगभग भइसकेको छ अब यहाँबाट निस्कनु पर्ने हुन्छ एन्ड अब हामी गाडीमा जान्छौँ अब त्यस्तो धेरै भिडियो आजको खास त्यस्तो धेरै रमाइलो त रमाइलो भयो हामीलाई चाहिँ अब भिडियो हेर्नलाई कतिको रमाइलो हुन्छ होइन थाहा भएन तर बवाल छ आजको दिन रमाइलो भएर गयो देख्नु छ सनसेट भइरहेको छ दामी देखिरहेको छ सनसेट परको भ्यूहरू दामी आएको छ यो चाहिँ भनेको सनराइज क्याफे रहेछ होइन ओके गाइस किप वाचिङ है त सो गाइज फाइनल्ली वी आर एट रुम होइन हामी चाहिँ आजको दिन यस्तो रमाइलो भयो बिहानदेखि घुमे भर्खर आइपुगिसक्यो 6-7 बज्न आँटिसकेको होइन एकदम रमाइलो फिल भयो अनि के भन्नु त अब सामानहरू पुरै लथालिङ्ग भइरहेको हिजै त आएको बेलुका आइपुग्यो हो हामी दिउँसो भनौँ न 2 बजे 3 बजीतिर आइपुग्यो हो 3 बजे तर यस्तो चाहिँ थिएन है यहाँनिर सुतेको त्यो मिलिहाल्छ एकैछिनमा सामान चाहिँ त्यही पनि रमाइलो भयो आजको भ्लग यहाँनिर व्यवस्था गर्दैछु सबैजनाले अहिलेसम्म भ्लग लास्टसम्म हेर्नु लास्ट एकदम धेरै सहुलियत एकदम सुपथ मूल्यमा घुमाइदिनु भयो हामीलाई दाइलाई कस्तो लाग्छ यत्रो बिहानदेखि बेला निकै धेरै गोर्खाको घुम्ने ठाउँहरूसम्म उसले घुमाएको उसले अझै त्यो खुलेको थियो नि त्यो पनि घुमाइदिएर वेशभूषा हतियार होइन 2000मा बिहानदेखि बेलासम्म घुम्यो एकदम धेरै सस्तो छ तपाईँहरू पनि आउनुभयो भने उहीबाट नै तपाईँहरूले घुम्नु होला भन्न चाहन्छु म चाहिँ उसको नाम र नम्बर पनि म एकदम तपाईँलाई के अरे यहाँनिर कमेन्ट के अरे भन्छ नि डिस्क्रिप्सनमा र कमेन्ट बक्समा छोडिरहेको छु लगिदिन्छु भनेर भने चाहिँ क्या ओके गाइस मैले यो भिडियोलाई यही व्यवस्था गर्नुपर्ने हुन्छ गाइस सो किप वाचिङ किप लभिङ एन्ड किप सपोर्टिङ है त थ्याङ्क्स फर वाचिङ राइट थ्याङ्क्स फर वाचिङ